हेर्नु सानो सानो मिनी ए झर्ना त होइन त्यो फोहोरको पानी हेर्नु खोला अब यो खोलामा म कसरी हिँडौँ गाइज लड्यो भनेपछि मान्छे पनि खोलामा अनि भिडियो बनाउनु न भिडियो अनि के भन्छ मोबाइल मलाई एक्लै छोडेर हिँडेको आउनु तपाईँले बौला काजी म लड्छु भन्ने थाहा होइन उही कस्तो रिकाटा लागेको वाइट कस्तो रिकाटा लागे जस्तो भयो कि यो चाहिँ बर्खा पानी कम भएको बेलाको के भन्छ काम चलाउ पुल है गाइस यो उकालोबाट माथि जाने ए बिस्तारै न बाबु अनि हामी हाम्रो गन्तव्यमा पुग्छौँ के भयो त सरप्राइज हुन्छ आया गाइस ब्लगिङ गर्न नि सुख नरहेछ सजिलो पाखुरा दुखिहाल्यो हात आमो कहाँ आए जस्तो फिल हुन्छ यार तर मलाई यहाँ आएपछि त झर्ना भनेको त फोहोरको पानी रहेछ यो पाइपबाट गएको टाढोबाट हेर्दा कस्तो राम्रो झर्ना भने त पाखुरा गल्यो यहाँ उनी चाहिँ मेरो सासू मेरी सासू पर्छन् कान्छी सासू घाँस उखेर त्यहाँनिर मेरो देवर बाबुको घर हेर सन्चै हुनुहुन्छ आउनु यता आउनु म त फ्या फ्या भइहालेँ तपाईँको तपाईँको भन्दा बढी दम यता लाग्यो बुढी सासुलाई भन्दा मलाई बढी यहाँ बस्नु परेको के गर्थेँ रे म भाग्ने थिएँ नै बाबा यता कहाँ हो टुप्पाई भने फेरि कति टुप्पामा पुग्नु पर्ने हो र ओ माइ गॉड